मैले सधैँ पनि के भन्ने गर्छु भने घाँटी हेरेर हाड निल्नुपर्छ अथवा आफूले जति भारी बोक्न सक्ने हो त्यो भारी बोक्नुपर्छ, अदरवाइज भारीले थिच्छ। र यो भिडियो म केमा रिलेट गर्दैछु, अस्ट्रेलियामा अहिले भिजा लाग्छ भनेर डिप्लोमा लिडिङ टु ब्याचलर्समा अप्लाई गर्ने ट्रेन्ड इट्स म्यासिभ, एकदम म्यासिभ छ। हो, डिप्लोमा लिडिङ टु ब्याचलर्समा भिजा पनि लाग्छ, भिजा सक्सेस रेट हाई पनि हुन्छ। तर डिप्लोमा लिडिङ टु ब्याचलर्स अप्लाई गर्दै गर्दा अफोर्ड गर्न सक्नुहुन्छ कि हुँदैन त्यो कुरा पनि तपाईँले एकदम ध्यान दिनुपर्ने हुन्छ। नर्मली डिप्लोमाको फी नै $42,000 हुन्छ र कन्सल्टेन्सीले के म्यानिपुलेट गरे हुन्छ भने यु क्यान चेन्ज यर कोर्स आफ्टर 6 मन्थ। अहिले 6 महिना तिरेर जानुहोस्, 6 महिनापछि चेन्ज गर्न सकिन्छ भनेर तपाईँलाई काउन्सिलिङ गरे हुन्छ। यु क्यान चेन्ज यर कोर्स, तपाईँले 6 महिनापछि कोर्स चेन्ज गर्न मिल्दैन र वहाँ गएर तपाईँलाई ठुलो समस्या हुनसक्छ। यदि डिप्लोमा लिडिङ टु ब्याचलर्स अप्लाई गर्ने प्लानिङमा हुनुहुन्छ, सोचिरहनु भएको छ भने अफोर्ड गर्न सकिन्छ सकिँदैन। नर्मल्ली 1.5 वर्षको $70,000, $60,000 to $70,000 अफोर्ड गर्न सक्नुहुन्छ हुँदैन, त्यो कुरा ध्यान पुऱ्याएर र विचार गरेर मात्र अप्लाई गर्नु होला। थ्याङ्क यू।